सम्पूर्ण रूपमा ईश्वर पोखरेलले ल्याएको प्यानलमा तपाईँहरू आँखा चिम्लेर भोट हाल्ने? एकदम आँखा चिम्लेर हामी चाहिँ नयाँ पुस्ता चाहिँ नयाँ नेतृत्वको लागि चाहिँ हामी चाहिँ जोरदार माग गरिरहेका छौँ। मेरो नाम मोहम्मद हमिद आजाद, म मोरङ क्षेत्र नम्बर 5बाट चाहिँ युवा प्रतिनिधित्व गर्दै यहाँनिर चाहिँ यो 11औं महाधिवेशनमा चाहिँ उपस्थित भएका छौँ। यसपटक अध्यक्षमा र महासचिवमा कसले जित्दैछ तपाईँको विश्लेषणले के भन्छ? अध्यक्षमा भन्नुहुन्छ भने यो 23 र 24 गतेको आन्दोलन पश्चात जेनजी आन्दोलनले चाहिँ जुन विधान अधिवेशन पश्चात चाहिँ 23 र 24 घटनाक्रमले चाहिँ अब चाहिँ पार्टी अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूमा चाहिँ नयाँ अनुहार पुस्तान्तरण हुनु पर्यो भन्ने कुरा चाहिँ हामी जोरदार माग गरिरहेका छौँ। भनेको अध्यक्षमा केपी शर्मा ओलीको यसपटक सम्भावना तपाईँ देख्नुहुन्न? हामी चाहिँ देखेर छैनौँ। हामी चाहिँ नेतृत्व चाहिँ हस्तान्तरण जसरी चाहिँ तपाईँको हिजोकै दिनमा चाहिँ अष्टलक्ष्मी साक्यज्यूले चाहिँ जसरी एउटा पद र उमेरको हदबाट चाहिँ उहाँले चाहिँ स्वतस्फूर्त रूपमा चाहिँ अरूलाई पनि चान्स दिने जुन भनेर चाहिँ आफू चाहिँ ब्याक हुनुभयो, त्यसरी नै अब श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूले पनि हटेर चाहिँ अर्कोलाई चाहिँ पुस्तान्तरण गर्नु पर्यो भन्ने कुरा चाहिँ हामी चाहिँ खोजिरहेका छौँ। अब महासचिवमा को त तपाईँको सुरेन्द्र पाण्डे कि शङ्कर पोखरेल? हामी चाहिँ सुरेन्द्र पाण्डेकोतिर चाहिँ लाग्नेछौँ। सम्पूर्ण रूपमा ईश्वर पोखरेलले ल्याएको प्यानलमा तपाईँहरू आँखा चिम्लेर भोट हाल्ने? एकदम आँखा चिम्लेर हामी चाहिँ नयाँ पुस्ता चाहिँ नयाँ नेतृत्वको लागि चाहिँ हामी चाहिँ जोरदार माग गरिरहेका छौँ। प्रतिनिधिहरूले यो त्यो नभनिकन क्षमताको आधारमा अहिले नेतृत्व चयन गरिराख्नु भएको छ र यो आजै चाहिँ यो भन्न सकिने अवस्थामा छैन। भनेको सम्भावना ईश्वर पोखरेलको पनि छ? धेरै छ। प्रतिनिधिहरूको मनस्थिति त्यस्तो देखिन्छ भित्र र प्रतिनिधिहरूले पार्टीको अहिलेको सबै समीक्षा गरेर पार्टीलाई अब हाँक्न सक्ने नेतृत्वको रूपमा उस्तै पऱ्यो भने धेरै प्रतिनिधिहरूको त्यो रायमा भएको हामी पाउँछौँ। केपी शर्मा ओलीले किन सक्नुहुन्न पार्टी चलाउन? उहाँले त दुई कार्यकाल हाँकिसक्नु। तपाईँले भने जस्तै दुई कार्यकाल हाँकिसक्नु भएको छ। उहाँले दिने पर्फर्मेन्स यति नै हो भन्ने कुरा आम कार्यकर्ताहरूमा छ। त्यही भएको हुनाले अब नयाँ ढङ्गले पार्टीलाई लानको लागि नयाँ नेतृत्वको चाहना कार्यकर्ताहरूले गरेको छ। महासचिवमा चाहिँ को हो त? त्यसो भने ईश्वर पोखरेलकै प्यानलबाट सुरेन्द्र पाण्डे हो कि अरू कसैको सम्भावना देख्नुहुन्छ? महासचिवमा पनि कार्यकर्ताहरूको अहिले बाहिर चर्चा भए जस्तो छैन र महासचिवमा पनि कार्यकर्ता प्रतिनिधिहरूले विवेक पुर्याएरै निर्णय गर्छन् भन्ने लाग्छ। हजुर, म चाहिँ मदन विश्वकर्मा, कहाँदेखि आउनुभयो सर? काभ्रे जिल्लाबाट प्रतिनिधि। महाधिवेशन प्रतिनिधिको रूपमा भोट हाल्न आउनु भएको छ। यसपटक अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डे बीच प्रतिस्पर्धा हुने करिब निश्चित देखियो। जित्ने सम्भावना कसले देख्नुहुन्छ बढी? अब यसमा अहिले एउटा भोटर पनि हो। भित्रको माहौल हेर्दाखेरि केपी शर्मा ओलीज्यूले नै बाजी मार्नुहुन्छ कि जस्तो हामीले देखिरहेका छौँ हिजोदेखिको आजसम्मको परिस्थितिमा। अब हुन त मतदाताहरूको गोप्य मतदानको कुरा छ, उहाँहरूले के गर्नुहुन्छ अब त्यो मतदानको परिणामपछि नै थाहा हुने कुरा हो। महासचिवमा पनि यसै भन्न सकिँदैन। अब मतदानको कुरा छ, अब आफ्नो पक्ष विपक्ष भएर लागिराख्नु भएको छ, सबैजना गुटका कुरा गरिराख्नु भएको छ। अब त्यसले गर्दाखेरि यसलाई चाहिँ ठ्याक्कै भन्न सक्ने अवस्था छैन। अध्यक्षमा केपी ओलीले जिते पनि महासचिवमा भने शङ्कर पोखरेलले हार्ने सम्भावना बलियो देखियो तपाईँको भनाइअनुसार? त्यो हुन पनि सक्छ, नहुन पनि सक्छ। ठ्याक्कै केही भन्न सकिने अवस्था छैन अहिले, किनभने चुनावमा जाने भइसकेपछि मतदानको कुरा रह्यो, त्यसमा मतदाताको कुरा रह्यो। उहाँहरूले चाहिँ के हिसाबले आफ्नो चाहिँ मत परिणाम दिनुहुन्छ, उहाँले कसरी राख्नुहुन्छ भन्दा मान्छेको बोली र व्यवहारमा फरक पर्न सक्छ। अब मतदान भइसक्ने अवस्था आइसकेपछि एक रातमा अथवा 1 घन्टा 1.5 घन्टामा पनि मान्छे चेन्ज हुनसक्छ। त्यो हुनाले गर्दाखेरि यसको चाहिँ ठ्याक्कै भन्न सक्ने अवस्था छैन सर। माहौल फरक बन्न सक्छ? बन्न पनि सक्छ। म विदुर कुमार प्याकुरेल, सर्लाही जिल्लाको पार्टीको उपाध्यक्ष र अहिले महाधिवेशन प्रतिनिधि। अब अरू पदमा त त्यस्तै उस्तै हो। अध्यक्ष र महासचिवमा धेरैको चासो छ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल लड्ने करिब निश्चित छ र महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको करिब उम्मेदवारी पक्की छ। दुईटा पदमा कसले जित्छन् होला भन्ने लाग्छ तपाईँको विचारमा र कसले जित्नुपर्छ? मैले बुझेसम्म अहिलेको कार्यकर्ताको जुन मैले माहौल देखिरहेको छु, भित्र महाधिवेशन प्रतिनिधिहरूले जुन ढङ्गले आफूलाई प्रस्तुत गरिरहेको छ, स्वाभाविक ढङ्गले अहिलेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शङ्कर पोखरेलले विजय प्राप्त गरेर हुनेछ। क्रस हुन्छ कि भन्दैछन् महासचिवमा? केही थोरै भोटहरू क्रस होला, तर विजय प्राप्त गर्ने भनेको पार्टी अध्यक्ष केपी ओली र अहिलेको महासचिव हो। ओलीले जुन प्यानल प्रस्तुत गर्नुहुन्छ सबै प्यानल नै आउँछ भन्ने लाग्छ तपाईँलाई? अब केही तलमाथि होला,
अक्सर मोटामोटी मलाई लाग्छ 90% त्यही प्यानलले विजय हासिल गर्छ। म हेम खड्का नेकपा एमाले उदयपुरको उपसचिव यो 11औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि। अन्य पदमा भन्दा धेरै अध्यक्ष र महासचिवमा धेरैको चासो छ। तपाईँहरूको पार्टीबाट यसपटक अध्यक्षमा कसले जित्ला भन्ने लाग्छ र महासचिवमा कसले बाजी मार्ला? हाम्रो पार्टी नेकपा एमालेको यो 11औं राष्ट्रिय महाधिवेशन बडो हर्ष उल्लासका साथ हामीले चाहिँ खुल्ला सत्र सम्पन्न गरेको छौँ। यो बन्द सत्रबाट स्वाभाविक रूपमा बन्द सत्र भनेको नेतृत्व चयन गर्ने प्रक्रिया हो। त्यसैले यो हाम्रो 11औं राष्ट्रिय महाधिवेशनबाट यो मुलुकलाई समृद्ध बनाउनको निम्ति, राष्ट्र र राष्ट्रियताको पक्षमा अडिग भएर लाग्नको निम्ति, पार्टीलाई मजबुत बनाउनको निम्ति, सारा नेपाली जनतालाई उत्साहपूर्वक अगाडि बढाउनको निम्ति जो नेतृत्वले जसरी हामीलाई अगाडि बढ्ने नेतृत्वले डोर्याएर लिएर जानुभएको छ, त्यो नेतृत्व स्थापित गरेर लिएर जाने धेरै चाहिँ प्रतिनिधिहरूको त्यो खालको कुरा पनि छन्। हामीले यो व्यक्तिभन्दा पनि नीति प्रदान भएको हिसाबले यो नीतिलाई सक्षम बनाउनको निम्ति कुन नेतृत्वको आवश्यक छ भन्ने कुरा सबै यो प्रतिनिधिहरूले बुझ्नुभएको छ र त्यो नेतृत्वलाई स्वाभाविक रूपमा निर्वाचित गराउने सङ्कल्प प्रतिनिधिहरूले गर्नुभएको छ। मलाई लाग्छ त्यही नेतृत्व अगाडि आउनेछ भन्ने कुरा हाम्रो बुझाइ छ। त्यो भनेको केपी शर्मा ओली नै पुनः विजयी हुने सम्भावना बढी देख्नु? सम्भावना यो माहौलले त्यस्तो देखिन्छ। महासचिवमा भन्न सकिँदैन यसो उसो भन्नु। मैले तपाईँलाई भने महासचिवमा सुरेन्द्र पाण्डेलाई भोट हाल्ने, अध्यक्षमा केपी ओलीलाई तपाईँले? त्यस्तो छैन, त्यस्तो छैन। तयारी त्यस्तै देखियो, तपाईँको भाषाले त बताए। त्यस्तो होइन। हामीले खास गरी यो पार्टीलाई मजबुत बनाउने खालको, राष्ट्रलाई मजबुत बनाउने खालको, नेपाली जनतालाई न्यायोचित ढङ्गबाट आजको परिस्थितिमा तपाईँ हेर्ने हो भने मुलुक कसरी चलेको छ भन्ने कुरा हामीले प्रष्ट रूपमा हेर्न चाहन्छौँ। बाहिरको इसारामा मुलुक चलेको छ। सुन्नु न, यो धेरै व्याख्या विश्लेषण गरेर काम छैन। ठोस रूपमा चुनावको मुखमा के हो भन्ने कुरा तपाईँहरूसँग जान्न खोजेको, किनकि भोटर तपाईँहरू हो। त्यस कारणले तपाईँहरूले कतातिर चाहिँ भोट हाल्नु हुँदो रहेछ भन्ने धेरैलाई चासो छ क्या। अब यो मतदान अगाडि नै अलिअलि जनताले थाहा पाउनु कि मेलोमेसो के रहेछ। खास कुरो के हो, महासचिवमा तपाईँहरू चाहिँ कसको सम्भावना बढी देख्नुहुन्छ? अनि नेपाली जनताले त अब बुझ्ने कुरा भोलिसम्ममा आइहाल्छ। स्वाभाविक रूपमा उहाँहरू हाम्रो एउटा सक्षम, सबैजना सक्षम नेतृत्व हो। त्यसैले त्यो सक्षम नेतृत्वबाट पनि हामी चाहिँ अब नोमिनेसन भइसकेपछि चुनावी प्रक्रियामा आउँदासम्म कसलाई भोट हाल्ने भन्ने कुरा एक ठाउँ उभिन्छौँ। त्यसपछि म तपाईँलाई भन्नुला। अहिले मैले ठ्याक्कै धन्यवाद। मेरो नाम उत्तम सेडाई, चितवन निर्वाचन क्षेत्र नम्बर 1बाट युवा क्लस्टरको प्रतिनिधि। यो पटक चुनाव हुँदैछ, चितवनमा भएको थिएन वा भए पनि त्यो एउटा औपचारिकताका लागि मात्र थियो। यो पटक यहाँ हुँदै गरेको यो चुनावमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्दै गर्दा र महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दै गर्दा तपाईँ बढी चाहिँ जित्ने सम्भावना कसको देख्नुहुन्छ यो दुईटा पदमा? यो त अब आम मतदाताहरूको हातको विषय रह्यो। तपाईँ पनि एउटा मतदाता हो र एउटा पार्टीको सचेत कार्यकर्ताको हिसाबले तपाईँले देखेको माहौल र तपाईँको मतले पनि ठुलो अर्थ राख्ने भएकोले तपाईँ के देख्नुहुन्छ? अब वास्तवमा यो अहिले सबै हामी नेपाली जनताहरूले बुझेको यो विषम परिस्थितिमा नेकपा एमालेको महाधिवेशन हुँदैछ र यो विषम परिस्थितिमा देशलाई एउटा यस्तो राजनीतिक नेतृत्व चाहिएको छ कि जसले यो सुखी नेपाली, समृद्ध नेपालको परिकल्पनालाई साकार गर्न सक्छ र त्यो परिकल्पना साकार गर्ने एउटा व्यक्तिको रूपमा हामी सबैले स्वीकारेको अहिलेको यो महाधिवेशनसम्म स्वीकारेको नेता केपी शर्मा ओली हुनुहुन्थ्यो र उहाँकै निरन्तरतामा यो लक्ष्य प्राप्ति गर्न सहज हुन्छ भन्ने हाम्रो ठम्याइ पनि छ। अध्यक्षमा ओलीले जित्ने सम्भावना तपाईँ बलियो देख्नुहुन्छ? हजुर। महासचिवमा सुरेन्द्र पाण्डे कि शङ्कर पोखरेल? अब यो मतदानको प्रक्रियामा हामीले मतदान गरिरहँदा केपी शर्मा ओली स्वाभाविक रूपमा चाहिँ दुई धारबाट यदि चुनाव हुन्छ भने केपी शर्मा ओलीको मतदान प्रक्रिया अगाडि चल्दै गर्दा स्वाभाविक रूपमा उहाँकै क्लस्टरबाट, उहाँकै टिमबाट महासचिवमा उम्मेदवार दिनुभएको शङ्कर पोखरेलले विजय प्राप्त गर्नुहुन्छ होला। जो जस्तो सुकै हो सर्लको प्यानल जिताउने भन्दा पनि यो मतदाताको हातको विषय रह्यो र त्यो मतदाताहरूले विवेक पुर्याएर मतदान गर्दै गर्दाखेरि यो राष्ट्रको चाहिँ जुन राजनीतिक नेतृत्वलाई स्थापित गर्ने विषयमा नेकपा एमाले यस पटक जुन आम कार्यकर्ताहरूको बुझाइ अनुसार नै केपी शर्मा ओलीको टिमलाई जिताउनुहुन्छ होला भन्ने मेरो अपेक्षा छ।